हिजो केपी ओली प्रचण्ड र शेरबहादुर देवाले ठोकेको देख्दा र आज यत्रो झन् लहर देख्दाखेरि मलाई लाग्छ आज उहाँहरूलाई ज्वरो आएको होला, होइन भने ब्लड प्रेसर बढेर के भने हार्ट एट्याक पनि हुन सक्ने स्थिति छ। उहाँहरूले के बुझ्नुपर्छ भने अब यो नेपाली जनता उठ्यो। अब हुनसक्छ आज रातिसम्म तपाईँलाई मोहलत छ, तपाईँहरू तीनैजना मिलेर जसरी सल्लाह गरेर रातोरात अवैधानिक चोर बाटोबाट गणतन्त्र घोषणा गर्नुभयो, त्यसै गरेर राज संस्था सहितको प्रजातन्त्रको आजदेखि प्रारम्भ गर्नुहोस्। तपाईँहरू संसदमा बहुमत हुनुहुन्छ, 2/3 हुनुहुन्छ र 2/3को दममा अब तपाईँहरूको चल्नेवाला छैन। नेपाली जनता ओर्लिसकेपछि तपाईँहरूलाई बाँकी राख्नेवाला छैन र बाँकी नराखिसकेपछि मलाई लाग्दछ समय छँदै तपाईँहरू सचेत हुनुहोस् भन्ने मेरो चुनौती हो। यदि तपाईँहरूले सचेत हुनु भएन भने बङ्गलादेशमा, श्रीलङ्कामा जसरी जनताहरूले घर घरमा गरेर तपाईँ त भाग्नु होला, तर मलाई लाग्दैछ एयरपोर्ट पनि तपाईँहरूले खुला हुँदैन। तपाईँहरू एयरपोर्ट पनि भाग्न सक्नुहुन्न, जनता एयरपोर्टमा पनि छेक्छ र तपाईँहरूका घर घरमा तपाईँका दलालहरूलाई के भन्छ, दलालहरूलाई, बिचौलियाहरूलाई, भ्रष्टाचारीहरूलाई, कमिसन खोरहरूलाई टानी सडकमा ल्याएर लसार पसार गर्ने परे हामी जवाबदेही हुने छैनौँ। त्यसै कारण आज तपाईँहरू सोच्नुहोस्, सोच्ने दिन हो। जसरी तपाईँहरूले अवैधानिक बाटोबाट गणतन्त्र ल्याउनु भयो, त्यही तपाईँहरूले वैधानिक बाटोबाट राज संस्थाको घोषणा गर्नुहोस्, प्रजातान्त्रिक राज संस्थाको घोषणा गर्नुहोस्। अनि राजा र प्रजा सबै मिलेर ल्याएको राज संस्था तपाईँहरूको पनि हो, राजा तपाईँहरूको पनि हो। राजा कसैलाई भेद गर्दैन। तपाईँहरूले देख्नुभएको छ प्रचण्डजी, तपाईँलाई होलरीमा गिरिजा प्रसादले सेना पठाएर एक चिहान बनाउन लाग्दाखेरि, बाबुराम प्रचण्डदेखि लिएर तपाईँहरूका सेनाहरूलाई एक चिहान बनाउन लाग्दाखेरि त्यही राजा वीरेन्द्रले तपाईँहरूलाई रोकेको थियो, बचाएको थियो, जीवनदान दिएको थियो। अब त्यो दिनलाई सम्झेर तपाईँहरू आउनुहोस्। जीवनको रक्षा भएको दिन। अब तपाईँको त सन्तानहरू पनि गइसक्यो, त्यसकारण अब आउनुहोस्, समय छँदै आउनुहोस्। तपाईँहरूलाई स्वागत गर्छौँ, होइन भने भोलि जनताले लखेट्यो भने हामी पठाउन सक्दैनौँ।